पोर्नोग्राफी यानि कि अश्लील भिडियोहरू हेर्नु यो चाहिँ नि एउटा एकदमै खतरनाक कुलत रहेको छ र यसमा फस्नको लागि चाहिँ नि केवल एउटा डिभाइस र इन्टरनेटको माध्यमबाट चाहिँ नि जो कोही पनि फस्न सक्दछ र यो चाहिँ नि मानिसहरूले चाहिँ नि बाहिरबाट हेर्दाखेरि केही पनि हार्म नगर्ने हिसाबले हेर्दछन् केवल एउटा इन्टरटेनमेन्टको रूपले तर चाहिँ नि गहिराइमा बुझ्दाखेरि र विचार गर्दाखेरि चाहिँ यो चाहिँ एकदमै हार्मफुल रहेको छ जसै पहिलो कुरा हामी यो पाउँछौँ कि अरू एडिक्सनमा जस्तै गरिकन चाहिँ यो कुराले चाहिँ हामीलाई चाहिँ कन्ट्रोल गर्दछ हाम्रो माइन्ड मस्तिष्क सबै कुरामाथि चाहिँ कन्ट्रोल गर्दछ र तपाईँले आफ्नो अपोजिट जेन्डरमाथि हेर्ने दृष्टिकोणमा पनि यसले चेन्जेस ल्याउँदछ केवल एज अ प्लेजरको रूपमा हेर्न थाल्नुहुनेछ र दोस्रो कुरा भनेको चाहिँ तपाईँको आफ्नो फ्यामिली अनि आफ्नो इष्टमित्र आफ्नो साथीभाइहरूको सम्बन्धमा चाहिँ यसले चाहिँ धेरै अप्ठ्यारा कुराहरू ल्याउँदछन् इभन यसले चाहिँ हाम्रो गडसँगको रिलेसनमा पनि यसले धेरै बाधाहरू ल्याउँदछ पोर्नोग्राफी भनेको चाहिँ एक प्रकारको पिजडा जस्तै हो यसमा नफस्नुस् र यदि तपाईँ फसिसक्नु भएको छ भने पनि तपाईँको लागि चाहिँ खुसीको खबर छ यसबाट उम्कनको लागि एउटा उपाय छ